ल हामी चाहिँ गढीको तर्फ लागेको माथि यो उकालो बाटो छ हो र हामी यहाँ रमाइलो गर्दै हिँड्दैछौँ र हाम्रो यहाँ विशाल भाइ पनि छ यहाँ माथि पछाडि चौरब छ हामी चाहिँ यहाँ राजाको ज्वाइँसँग चाहिँ अब राजाको चिया खाने म चाहिँ राजाको ज्वाइँ हो भन्दैछ यिनीहरूले रेला यो चाहिँ जङ्गली मल हो यसमा चाहिँ अर्किड राम्रो हुन्छ हो आज हामी जानेछौँ मामा माइजू लिएर दिदीहरू लिएर गढीको उकालो जाँदैछौँ हे दर्शकबिनहरू ल हाम्रो चाहिँ किरा सुन्ने साइन्टिस्ट पनि आएको छ हो यो किरा सुन्ने साइन्टिस्ट हो त्यो पढ्दैछ यहाँभित्र किरा कस्तो छ भने उसले थाहा पाउँछ हो रहेछ भाइ रहेछ कस्तो खालेको साउन्ड आउँदैछ 5-6 वटा रहेछ कि ए हुन्छ मलाई निकाल भन्दैछ ए उहाँ चाहिँ साइन्टिस्ट हो राम्रो हुने रहेछ ए हेर्नुहोस् है हामी चाहिँ अझै उकालै चाहिँ 1 किलोमिटर जस्तो छ हामी आधी बाटो चाहिँ आइपुगेको छौँ हो अब यहाँबाट अलिकति माथि छ तपाईँको इलाकाबाट चाहिँ बारेको छ अलि जङ्गल भएको छ अब पछाडि चाहिँ मजाले सानाक पार्ने छ यहाँनिर यो उकालो जानुपर्छ डाँडामा छ 6000 फिट माथि छ राजाहरूको जग्गा हामी जाँदैछौँ यसो दम पनि बढ्दैछ उकालोमा है रमाइलो ठाउँ छ घाम पनि बेसी लाग्दैन शीतल हावा सिरिरी चलिरहेकै छ हो एकदम मन प्रसन्न भइरहेछ हामी जाँदैछौँ यहाँ तल हेर्नुहोस् है आउनुहुँदैछ उहाँहरू अलिकति हिँड्नु साह्रै पर्छ त्यसले गर्दाखेरि बिस्तारै रमाइलो गर्दै जाँदैछौँ उकालो ल हाम्रो माइजू यहाँ बस्नु पनि भयो हेर्नुहोस् है ल हेर्नुहोस् है हाम्रो मामाले पनि आज भिडियो बनाउने भन्ने कुरा गरेको थियो हो अन्त युट्युबको नयाँ नम्बर अब पेज खोलिदिनु भनेर चाहिँ हाल्छु भन्नुहुन्छ हाम्रो मामाले पनि हो हेर्नुहोस् है यस्तो रनिङ गर्ने मान्छेहरू चाहिँ हेर्नु त म कति रनिङ गरेको बाफ्रे ल अर्को पनि गयो फेरि हो म कहाँ कमी भनेर कुदेँ तर सकेन ल कछिटो है त अरे बाफ्रे ल हेर त आमा केटाहरू कुद्छ नि हो यति साह्रो कुद्छ हाम्रो केटाहरू अर्ग्यानिक हो नि त यिनीहरू एकदम फलफुलहरू आफ्नै खेतमा मारेर खान्छ हो त्यसले गर्दा कुद्छ रुखधरि त हराउनु थालिसक्यो के भन्नु र ल हेर्नुहोस् न केटाहरूको पत्र हो रुख हराउँदैछ टोपी लगाएको छ अरे टोपी साथीको अर्ग्यानिक टोपी सौरभ पनि छेउमा छ उत्र हाम्पाला त हेर्नु त लु केटाहरू त के भयो भाउ खान्छ भएको रक्सी अन्त कहाँ हराउँछ रोयो कस्तो रमाइलो भएछ हेर्नुहोस् त वन जङ्गल कति रमाइलो छ जङ्गलै हो फरेस्ट हो यो यस्तो रुखहरू छ यहाँनिर हो चोप्ल्याङको नामलाई बिगारेर यिनीहरूले धोप्ल्याङ बनाएको छ नजानु पनि के हेर्नु त नयाँ देखेको अरे खाने सब्जी हो ल हेर्नुहोस् है यो राजाको बारेर तल अघि जुन जग्गा मैले कालिम्पोङ मन्दिर देखाएको थिएँ त्यही जग्गाबाट चाहिँ बारेर आएको छ हेर्नुहोस् पुरानो हाम्रो दर्शकबिन्दुहरू माथिबाट डुलेर आउनुभएको हेर्नुहोस् है त कति बिग्न छ हो यो चाहिँ हाम्रो दर्शकबिन्दुहरू यहाँ यात्रा गरेर आउनुभएको छ हेर्नुहोस् है कति छ यसरी आउँछ हाम्रो जग्गामा चाहिँ यो भयो पाण्डम गढी तपाईँले सर्च गर्न सक्नुहुन्छ युट्युबमा ल हेर्नुहोस् है यस्तो उकालो छ यो बाटो कि जाँदाखेरि चाहिँ उकालो पर्छ आउँदाखेरि ओह्रालो तर यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ विशेष कुरो रमाइलो छ यहाँनिर यहाँको वातावरण राम्रो छ यहाँको हावापानी राम्रो छ है यहाँनिर तपाईँले पाण्डममा अर्ग्यानिक सागसब्जीहरू पाइन्छ यहाँनिर प्रायः जस्तो मान्छेले अर्ग्यानिकै सागसब्जीहरू खान्छ यहाँनिर यो पहाडी इलाका हो यो फरेस्ट हो यहाँ माथि टापुरामा चाहिँ उहिले राजा रानी बस्ने गर्थे जसमा कि यहाँ उहाँहरू लुकेको जग्गा है उहाँहरूको किला सबै छ यहाँनिर यही हो बाटो हामी जाँदैछौँ तपाईँलाई माथि पुगेर यहाँको दृश्य देखाउँदैछु केटाले मलाई ट्याक्कै पताएन कि ढिलो हिँड्यो भने म कहाँ कमी केटाहरू भन्दा त ठुलो बेसी नै अर्ग्यानिक खाएको मान्छे हो म पनि हो भेटिहाल्छु नि कुन चाहिँ पान होइन कटुस हो होइन यो त्यो पान होइन यो ले खाली
चाबो भन्छ यसलाई। यसको दाना फल्छ कि त्यो बिक्री हुन्छ फरेस्टको। बियो हो चाहिँ मान्छे चाहिँ बाँदरको बाँदर जस्तो लाग्दो रहेछ मलाई त हेर्नु त हत्तेरिका। हाम्रो एउटा टिन चाहिँ तलै छोडियो, कहाँ छोड्यो आउनु हुँदैछ होला। उकालो हिँड्दा चाहिँ सास बढ्ने अलिअलि गर्छ। उयो पर हेर्नुहोस् है भिरमा, म तपाईँलाई जुम गर्दै आउँछु। यो चाहिँ राजाले लगाएको जग्गा हो। लु 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 हेर्नु त केटाहरूको रमाइलो राम्रो छ। यो चाहिँ रमाइलो मात्रै हो, खानु चाहिँ खाँदैन केही पनि। हामी हिँड्दाखेरि यसै रमाइलो गर्ने गरेको छौँ कि त्यसैले गर्दाखेरि हामी हिँड्दाखेरि हामी मात्रै नभएर हाम्रो सबैजना परिवारहरू खुसी हुने गरेको छ। ल हेर्नुहोस् त यतिको रमाइलो चाहिँ अब कहाँ गर्न पाइन्छ। यो चाहिँ गुराँसको फुल हो, जो मान्छे जहाँ चढ्दैछ गुराँसको फुल हो। यो चाहिँ यहाँ चाहिँ ढकमक्क सिजनमा फुल्ने गरेको छ। अब सिजन आउँदैछ यसको चैतमा। मैले भनेको थिएँ नि काली मन्दिरदेखिको माथि चाहिँ तपाईँलाई राजाको गढी आउँछ भनेको थिएँ नि मैले। यो चाहिँ गढी हो हेर्नुहोस् है। ए ल हेर्नुहोस् अब यहाँनिर चाहिँ राजाको किल्ला हो यो। ल पहिला अब हेर्नुहोस् ल म तपाईँहरूलाई यहाँको एउटा चिज देखाउँछु। राजा यसरी हिँड्छ भन्दैछ, एउटा नकल गर्दैछ। यहाँबाट स्टेप छ हो। अनि यो कुना छ नि, यो मुनि तुलो पनि देख्नु भएको छ कि है। यो चाहिँ भाला लिएर बस्ने ठाउँ प्रजाहरूको, जस्तै अब राजाको सेनाहरूको जग्गा है। तर एउटा चाहिँ मलाई साह्रो नराम्रो लागेको कारण के हो, हाम्रो साथीभाइहरूले यसो चाहिँ गर्नु नहुने हो। यो हेर्नुहोस् त यति रमाइलो ठाउँमा हो यसो मैला पारेको छ। यो चाहिँ ब्याड ह्याबिट हो, माफ गर्नु होला जसले पनि गर्नुभएको थियो। यसो गर्नु हुँदैन हो। ल हेर्नुहोस् है यहाँबाट हुँदै हेर्नुहोस् त तपाईँहरू छक्कै पर्नुहुन्छ। अब यो तपाईँले कस्तो कि काली मन्दिर देखाएको थिएँ त्यहाँसम्म गएको छ। अनि त्यहाँबाट ल्याएर यता यहाँ चाहिँ राजाहरू बस्ने ठाउँ। हाम्रो यहाँ दुईजना गाउँले प्रजाहरू पनि आएको छ हो। यस्तो माग्दैछ केटाहरू हेर्नु के भएको। यहाँबाट हुँदा चाहिँ पहिलाको पुरानो बाटो हो, यसो मान्छे आउने गर्थ्यो। अब अहिले त्यो चाहिँ तल कालीको मन्दिर बनिँदैछ, मूर्ति 65 फिट अग्लो। त्यो जग्गामा एकदम सुन्दर हुने भइरहेको छ, सुन्दर हुन्छ। तपाईँहरूलाई यस सिक्किमको सबैभन्दा राम्रो एकदम टुरिज्म पोइन्ट चाहिँ यो हुनेवाला छ, बनिँदैछ। 2027 कम्प्लिट हुनेछ। अनि तपाईँले आएर पनि हेर्नु सक्नुहुन्छ कस्तो बनिँदैछ भनेर हो, तपाईँलाई थाहा पाइहाल्छ। ल हेर्नुहोस् है। अब हामी यहाँबाट फरतर्फ जाँदैछौँ, जहाँ कि राजा रानी लुकेको ठाउँ, लुक्ने जग्गा। त्यो पनि म तपाईँलाई देखाउँदैछु। यहाँनिर केटाहरूको उपद्रो। अब त्यहाँबाट हाम फाल्नु खोज्दैछ यिनीहरू, सायद हाम पनि फाल्छ होला। ए डरायो केटा। ल हो अब हाम फालेर जिप्ट्यो भने केटाहरू ढिल पनि पुग्छ। ल अर्कोले के गर्नु खोज्छ है, हेर्काको कत्रो आँट छ। आमा केटो त ओके छैन भने त। लु त्यत्तिका हो। अब हाम्रो आधी टिम मामाइजू दिदी चाहिँ यहाँ तल छोडिनु भएको छ हो, आउनु हुँदो रहेछ। यो चाहिँ अब उताबाट भाला लिएर बस्ने हो जग्गा हो यो। हेर्नुहोस् त यो जग्गा हेर्दाखेरि तपाईँलाई अचम्म लाग्छ होला। यो त एकदम पहाडको चुचुरो जग्गामा छ, जहाँ कि 6000 फिट माथि त्यहाँ छौँ हामी। अब यहाँतर्फ हामी उनीहरूको जुन इन्डिङ जग्गामा जाँदैछौँ हामी। यो चाहिँ गुराँसको फुल भन्छ नि, उहाँको त्यो रुख हो। यो मजाको कत्रो ठुलो छ है। त्यो गुराँसको फेदिङ मुनि चाहिँ विशाल पर्छ। लगाउँछ है, दिन्छ है हाम्रो केटाले पनि अलिअलि। यो चाहिँ तपाईँको अर्किड यहाँबाट बनायो 1 2 3 भन्नु। यो चाहिँ तपाईँको अर्किड है, हेर्दाखेरि जङ्गली हो। तर यसको जुन चाहिँ फुल्ने पुष्पा हुन्छ, यसको पुष्पा चाहिँ एकदम अचम्मित होइन, साह्रै राम्रो। हामी जङ्गली भनेर भन्छौँ नि, जङ्गली लाग्छ, त्यस्तो हुँदैन। मैले चाहिँ यो घरमा फुलाएको छु, तपाईँले त्यो फुलाएको पनि देखाइदिन्छु कति दामी छ भने। यति दामी अर्किड हो यो। फेरि उहाँले भन्नुभयो यो त अर्किड।
अहिले घरमा पनि फुलाएको छ ल यो जग्गा अब हामीले सक्यौँ र अब फेरि हामी अर्कोतिर जाँदैछौँ हेर्नुहोस् है त यो पर्खाल अब यो पर्खाल चाहिँ उताबाट आउँछ भनेर चाहिँ यो पर्खाल लगाएको किनभने यता चाहिँ भिड छ नि त यताबाट चाहिँ आउनु नसक्ने स्थिति थियो रहेछ यो जग्गाबाट चाहिँ आउने भनेर चाहिँ यसरी पर्खाल लगाएको अब यो ढुङ्गा कहाँबाट ल्यायो के गर्यो त्यो समयमा थाहा छैन यो 400 वर्ष पुरानोको कुरा हो यो दुलुर देख्दै गरेको जग्गाबाट चाहिँ बाला हेर छिराउने यस्तो ठाउँ छ यो हेर्नुहोस् है कति रमाइलो छ है यहाँ रुखहरू लडेको छ सायद यो रुखहरू अब बिस्तारै पन्साउने कुराहरू चल्दैछ यहाँनिर र यो सफा गर्ने पनि कुरा चल्दैछ है यो चाहिँ तपाईँको 6000 फिट हो कति जग्गा त बिग्रेको पनि छ यसरी रुखहरू लडेर कति भुइँचालोले भत्कियो है यस्तै छ अब यो पनि त अब त्यति पुरानो अब अहिलेको जेनेरेसनले चाहिँ अब यसलाई अलिकति स्याहार्ने गरेको छ अब योभन्दा बाजे पुर्खाहरूले त उनीहरूलाई त्यति साह्रो अब महत्त्व पनि थिएन होला सायद अब अहिले चाहिँ हामीलाई महत्त्व मानेको छौँ यसलाई चाहिँ अब टुरिस्टहरू आएर यसो घुम्ने जग्गा पनि गरेको मतलब बनाउने प्राइसमा छ अब यो ढुङ्गा हेर्नुहोस् न कति रमाइलो छ हो म चाहिँ ढुङ्गामाथि चढेको छु अहिले केटाहरू तल आउँदैछ हो केटाहरू सबै ढुङ्गामाथि चढिरहेको छु के तानेको हतपत्ता छैन यहाँदेखि ढुङ्गामाथि चढेको छु चाहिँ यहाँबाट उता जानेछु यो चाहिँ तपाईँलाई नेक्स्ट भिडियोमा देखाउने छु है त हुन्छ नमस्कार सबैजनालाई